हेलो एभ्रिवान वेलकम ब्याक टु माई नेक्स्ट भिडियो। आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई के सिकाउँछु भनेदेखि आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई यो माउसको कर्सर चेन्ज गर्नु सिकाउँछु। यहाँनिर तपाईँहरूले देख्नुहुँदैछ नि यो एरोलाई हामीले कर्सर भनेर पनि भन्ने गरिन्छ है। र आज चाहिँ यो कर्सरको कलर चेन्ज गर्नु सिकाउँछु। त्यहाँदेखि तपाईँहरूलाई यो आइकन्स लास्ट टाइम भनेको थिएँ मैले तपाईँहरूलाई है मेरो प्रिभियस भिडियोमा यिनीहरूलाई आइकन्स भनिन्छ। यो आइकन्सहरूलाई पनि म चेन्ज गर्नु सिकाउँछु। माउसबाट राइट सिंगल क्लिक गरेर भ्यूमा क्लिक गर्यो। भ्यूमा क्लिक गरिसकेपछि लार्ज मिडियम स्मल यहाँबाट हामीले सेलेक्ट गर्छ है। तर आज यही कुरा चाहिँ म तपाईँहरूलाई सर्टकटमा पनि सिकाउने छु। त्यसको लागि चाहिँ हामीले के गर्नुपर्छ भनेदेखि चाहिँ किबोर्डबाट कन्ट्रोल शिफ्ट त्यहाँदेखि 1 थिच्यो भने 1 थिच्दाखेरि चाहिँ हाम्रो साइज बढ्दैछ। फेरि 2 थिच्यो भने अलिक सानो हुँदैछ। तपाईहरुले यहाँनिर साइज चेन्ज भएको देख्नुहुँदैछ है। यहाँ 3 थिच्यो भने चाहिँ फेरि झन् सानो हुँदैछ। यसरी हामीले सर्टकट पनि आइकन्सको साइजहरू हामीले चेन्ज गर्नु सक्छ। र नेक्स्ट पार्टमा चाहिँ अब म तपाईहरुलाई के सिकाउँछु भनेदेखि चाहिँ यो कर्सरको कलर चेन्ज गर्नु सिकाउँछु। त्यसको लागि हामीले के गर्नुपर्छ भनेदेखि किबोर्डबाट विन्डो आई क्लिक गर्दाखेरि पनि भयो। यहाँ स्टार्ट मेन्युमा लेफ्ट सिंगल क्लिक त्यहाँदेखि सेटिङलाई ओपन गर्दाखेरि पनि भयो। सेटिङलाई ओपन गरिसकेपछि हामीले यहाँनिर इज एन्ड एक्सेस भनेर भेट्छ है। यहाँनिर लेफ्ट सिंगल क्लिक यहाँ लेफ्ट सिंगल क्लिक गरिसकेपछि यहाँनिर कर्सर एन्ड पोइन्टर भनेर एउटा अप्सन भेट्छ। यहाँ कर्सर एन्ड पोइन्टरमा लेफ्ट सिंगल क्लिक त्यहाँदेखि अहिले हामीले यहाँनिर वाइट सेलेक्ट गरिराखेको छ। त्यसले गर्दाखेरि हाम्रो यहाँ कर्सर वाइट छ। अब म यहाँनिर ब्ल्याकमा लेफ्ट सिंगल क्लिक गर्छु। ब्ल्याकमा गर्दाखेरि तपाईहरुले यहाँ देख्नुहुँदैछ है कर्सर चेन्ज हुँदैछ। फेरि अर्को यसरी तपाईहरुले कलरमा पनि राख्नु सक्नुहुन्छ। त्यसको लागि चाहिँ यहाँनिर कलर अप्सनमा आएर लेफ्ट सिंगल क्लिक गर्नुहोस्। कलर आइहाल्छ। यहाँबाट कुन कलर राख्नुहुने हो त्यसमा लेफ्ट सिंगल क्लिक गर्दै आउनुहोस्। यसरी कलरमा पनि चेन्ज भइहाल्छ। थ्याङ्क यू सो मच तपाईहरुलाई मेरो यो भिडियो हेरिदिनु भएकोमा।